वेलकम ब्याक टु अनदर भिडियोमा तपाईँ सबैजनालाई स्वागत गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनी, मलाई माया गर्ने सबैजनालाई स्वागत गर्न चाहन्छु। आजको भिडियोमा हेर्नुहोस् त, तलको नजारा क्या दामी छ। हेर्नुहोस् त तलको भ्यू। आहा, अहिले चाहिँ म डाँडानिर छु अनि तल सबैदेखि याङ्जाकोट जाँदैछु। याङ्जाकोट चाहिँ त्यहाँ हेर्नुहोस् त, त्यो याङ्जाकोट हो, त्यहाँ जाँदैछु हिँडेर चाहिँ। एकदमै यो साँझको समयमा एकदमै ह्याप्पी इन्जोय भइरहेको छ। डाँडाको छेउछाउतिर छु अहिले अनि तल तपाईँले सुन्दै हुनुहुन्छ कोइलीको आवाज कुहु गर्दै। वन जङ्गल चाहिँ एकदमै त्यो म्युजिकले चाहिँ, त्यो धुनले नै, त्यो आवाजले नै के भएको छ आज यो साँच्चै नै एकदम गुन्जेमान हुँदछ कि कोइलीहरूको आवाजले गर्दाखेरि, चराचुरुङ्गीको आवाजले गर्दाखेरि। यो समयमा चाहिँ वसन्त ऋतुमा चाहिँ विभिन्न है पानीले गर्दाखेरि हरियो पलाउने काम चाहिँ गर्दछ। बोट बिरुवाहरू चाहिँ एकदमै पलाउँछ, हरियो हुँदछ है। शाबाश बेटा, बहुत बढिया। बाटोको नजारा चाहिँ यस्तो छ है। यता पनि माथि जाने बाटो छ, यता यो साइज हो अनि यतातिर यो चाहिँ याङ्जाकोट जाने बाटो। अनि म चाहिँ अहिले यो बाटो भएर चाहिँ हिँडेर जाँदैछु। अनि हिँड्नको फाइदा धेरै राम्रो छ, बडीको लागि पनि एक्सर्साइज हुँदछ। झन् हिँड्दाखेरि त्यो जामेको रगतहरू पनि चाहिँ जम भएको रगत हुन्छ र कति नचलिरहेको नहिँडिरहेको त्यो कुरा सबै कुरा चाहिँ अप एन्ड डाउन हुन्छ, सर्कलमा चलिरहेको छ कि। अनि एकदम राम्रो हुन्छ, बडीलाई पनि फुर्तिलो हुन्छ है, त्यो अल्छीपन हुँदैन। अनि कति मोटो मान्छेहरू चाहिँ खाँदा है घरै बसिरहेको हुन्छ, खाएर कहिले पनि त्यो मोटो शरीर चाहिँ एकदमै अल्छीपन ल्याइदिन्छ कि। त्यही भएर चाहिँ हाम्रो जीवन, हाम्रो बडीलाई पनि एकदमै फुर्तिलो अनि बलियो बनाउनु पर्छ। जति हामी हिँड्छौँ त्यति हाम्रो शरीर पनि एकदमै बलियो भएर जाने गर्छ कि। अनि हाम्रो जीवन पनि फुर्तिलो हुँदै रोगहरूले त्यति सताउने काम गर्दैन। अब न्युरोको सिजन आएको छ कि, हेर्नुहोस् न यो न्युरो। अब यो चाहिँ फल्ने न्युरो हो, यो चाहिँ यहाँ चाहिँ फलेको देखिँदैन, तर यहाँ यो जङ्गल माथितिर यो माथि मामल टिपेर ल्याउनुहुन्छ कि न्युरो। अनि मान्छेहरू चाहिँ पोखरादेखि चाहिँ न्युरो टिप्नको लागि मात्रै आउने गर्छन् कि। अनि यहाँ घर भए पनि तर बस्ने चाहिँ पोखरै बस्छ। अनि न्युरो टिप्नको लागि मात्रै यो ठाउँमा चाहिँ आउने गर्छन्। अनि न्युरो चाहिँ यस्तो राम्रो छ, लेकको न्युरो चाहिँ मोटो हुन्छ कि। अहिले म तपाईँलाई त्यहाँ माथि याङ्जाकोट पुगेर मामाले टिप्नु भएको त्यो कुरा चाहिँ तपाईँहरूलाई देखाउँछु कि। अनि मजाको के गाउँ घरतिर एकदमै आनन्द, न चिन्ता, न लडाइँ झगडा, न केही हुने भन्ने कुरा केही पनि छैन क्या। एकदमै शान्ति, मन चाहिँ एकदमै बेग्लै आनन्द के, रोमान्टिक है, त्यस्तो छ। अनि मैले एकछिन यहाँ चाहिँ बसेको, यहाँ चाहिँ देख्न सक्नुहुन्छ माथि रोड खन्दैछ, रोड खनेर उता लग्दैछ। त्यहाँको ढुङ्गा चाहिँ झरेर चाहिँ यस्तो यहाँ रोडमा आइदिएको कि यस्तो जाने। नेपालमा चाहिँ विकासको कामहरू चाहिँ कम्ती भइरहेको हुन्छ कि। अनि अरू देशमा हामी अवलोकन गरौँ, अरू ठाउँमा चाहिँ अवलोकन गऱ्यो भने चाहिँ इन्डियामै हेरौँ, छिमेकी राष्ट्रमा चाहिँ अनि त्यो दार्जिलिङको त्यस्तो पाहाडमा पनि एकदमै पिच एकदमै राम्रो बनाइदिएको छ कि इन्डियाले चाहिँ। आज हाम्रो यो पाहाड एरियामा चाहिँ यस्तो पर्यटक स्थल जो पोखराको छेउछाउ यो एरियामा चाहिँ किन चाहिँ नबनाएको होला कि है। यही दुःख लाग्छ हाम्रो नेपालमा चाहिँ, जताबाट कुरा घुमाएर ल्याए पनि पैसाकै कुरा हुँदछ। अनि हाम्रो यो ठाउँ है, त्यही भएर चाहिँ कति मानिसहरू चाहिँ अब मान्छे युवाहरू पनि त्यही भएर चाहिँ विदेश हुने प्लान हुन्छ। अब यही ठाउँमा रोजगारी पाएको भए त जानु पर्थेन नि, तर रोजगार नपाउँदाखेरि मान्छेहरू युवाहरू चाहिँ सबै विदेश किन पलायन हुन्छ। धेरै पढेर डक्टर पढ्यो, इन्जिनियरिङ पढ्यो, किन चाहिँ बाहिर देशै किन जान्छ भन्दाखेरि यही कामले गर्दा। काम नपाउँदाखेरि भनेको जस्तो रुपियाँ पैसा नपाउँदाखेरि मान्छेहरू विदेश पलायन हुन्छ, त्यही कारणले गर्दाखेरि है। अहिले म चाहिँ लगभग 50% 70% हिँडिसक्यो। अहिले म थोरै छु, एकछिन थकाइ मारेको, एकछिन चाहिँ पानी खाएको कि। गाउँघरको पानी चाहिँ एकदमै मिठो हुन्छ कि, टेस्टी हुन्छ, बडीलाई पनि। भोक लागेको बेला यो खाइदिनुपर्छ कि पानी, भोकै आधा पानीले मेटाइदिन्छ क्या गाउँघरतिरको। गाउँको पानी चाहिँ एकदमै मिठो हुन्छ। पाहाडबाट ढुङ्गाको बिचबाट निस्केको पानी त एकदमै टेस्टी हुन्छ कि भन्नै हुँदैन।
पछाडि देख्दै हुनुहुन्छ कोइली कराएर राख्नु भएको है कोइलीको आवाजले एकदमै मनलाई चाहिँ के गर्छ एकदमै लोभ्याउँछ मनलाई नै एकदम वाह प्राय घाँस पात अनि मेला पातमा चाहिँ अनि खेती किसानमा चाहिँ धेरै लागेको हामी देख्न पाउँछौँ अनि अहिले त प्राय गाउँको मान्छे पनि सहर बसेर गाउँमा त सुन्नै छ के खेतीपाती हुँदैन सबै मान्छे चाहिँ सुविधा खोज्ने भइसकेको छ कि अहिलेको यो समय यो जेनेरेसनमा चाहिँ सबै मानिसहरू चाहिँ के भइसकेको छ अल्छी भइसकेको छ पहिला जस्तो खेती किसानी छैन हो कति मान्छेले गर्छ गर्दैन भनेर होइन तर कति मान्छेले गर्छ तर 100मा 95ले गर्दैन 5%ले चाहिँ गर्छ गाउँघरतिर खेतीपाती किसानहरू मतलब प्रायः सबैजना चाहिँ सहरमै बसेर किनेर खाने भए बरु त्यस्तो छ कि अहिले गाउँघर अनि यतातिर चाहिँ सबैजना चाहिँ मेलापात गाई बस्तुको लागि चाहिँ घाँस दाउरा चाहिँ ल्याउने गर्नुहुन्छ अनि त्यो अर्को भन्दा घाँस दाउरा भन्दाखेरि मलाई मेरो मामाको याद आयो कि यो गाउँमा होला मामाले जस्तो भारी चाहिँ कोहीले ल्याउँदैन कि म चाहिँ स्योर 100% भन्छु कि एउटै भारी चाहिँ 10 केजीको हुन्छ कि 4वटा भारी हुन्छ कि 4वटा मुठा हुन्छ कहिले त 5वटै मुठा ल्याइदिनुहुन्छ यो जङ्गलबाट यो बाटोभरि हिँडेर है म त छक्कै पर्छु कि मामा चाहिँ यस्तो काम गरिदिनुहुन्छ कि उहाँ मामाले चाहिँ अहिले त्यो मामालाई चाहिँ देखाउँछु कि उहाँ मामालाई यता घरै हुनुहुन्छ है अनि छक्क पर्छु दाउरा पनि त्यस्तै ल्याउनुहुन्छ अनि घाँस पनि त्यस्तै ल्याउनुहुन्छ कि मामाले चाहिँ दङ्गै हुन्छ गाउँकै मान्छे छक्कै पर्छ त्यो उहाँले काम गरेको देख्दाखेरि क्या म पनि छक्कै पऱ्यो फर्स्ट टाइम उहाँ मामालाई चाहिँ देख्दाखेरि उहाँ मामा फेरि कस्तो भनेपछि मामाले फेरि बोल्न सक्दैन सुन्न पनि सक्दैन उहाँ चाहिँ इसारामा काम गर्ने मान्छे कि इसारामा चाहिँ सबै A to Z काम गरिदिने क्या उहाँले चाहिँ एकदमै सरप्राइज सबै मान्छेले सुरुमा देख्ने मान्छेलाई छक्कै पर्ने क्या त्यस्तो हुनुहुन्छ है मामा अहिले म मामा हो उहाँले कौडा धुँदै हुनुहुँदो रहेछ हेर्नु मामा दिस इज मामा चाहिँ उहाँ हो मामाले खालि कपडा धुँदै ओ मामा छियो यो हेर न ठिक छ भन्दै हुनुहुन्छ मामाले कपडा धुँदै अहिले चाहिँ मामाले कुखुरा हुँदै हुनुहुन्छ कुखुरा मामाले हुँदै हुनुहुन्छ मामाले कुखुरा हेर्नुहोस् जस एन्जाकोट आइपुग्यो एकदमै राम्रो छ हिँडेर आउँदाखेरि एकदमै मजा पनि भयो यस्तो यहाँ चाहिँ बनाउँदै रहेछ कि यहाँ चाहिँ एकदमै चौतारे जस्तो त्यो बस्नु लाग्यो एकदम पर्थिच्यालाई जस्तो बनाउँदो रहेछ हेर्नुहोस् त माथिको नजर यस्तो दामी छ त्यो माथि याङ्जाकोट माथि त्यो याङ्जाकोट लेखेको छ ऊ त्यो पारिको डाँडा हेर्नुहोस् हामी कुखुरा हुन लाग्यो टाइम भइसक्यो कुखुरा हुने चाहिँ ऊ त्यो भैँसीहरू यस्तो छ है आहा हेर्नु कुखुरा यति धेरै रहेछ कुखुरा त लट्ठीले हान्दै हुनुहुन्छ है हेर्नुहोस् म चाहिँ यहाँ त्यो अन्डा पार्न लागेको छु कि हेर्नु हेर कुखुरा हुने सर्ट भएर चाहिँ ओ जाऊ जाऊ भित्र जाऊ कति सुन्ने के कुखुराले पनि कति सुन्ने भए पो जाने है भनेको पनि ठ्याक्कै मान्ने चाहिँ यसरी लगाउँदै हुनुहुन्छ क्या बाजेहरूको भाँडाहरू हेर्नुहोस् न बाजे बजेहरूको भाँडाहरू यस्तो छ अनि यसरी गाउँघरको पुरानो बाजे बज्यू चाहिँ यसरी राख्ने यो फला हुन्छ अनि ऱ्याक जस्तो यस्तो बनाएर चाहिँ राख्ने गर्छन् हेर्नुहोस् न गाउँघरतिरको यस्तो नजर चिटिक्क हेर्दाखेरि क्या दामी हेर्नुहोस् यो पुरानो बाजे बज्यूको यो कपहरू यस्तो छ यस्तो चाहिँ माथि चाहिँ केही सुकाउनको लागि जसरी मासुहरू हुन्छ भैँसीको मासुहरू सुकुटेर सुकाउनको लागि चाहिँ यस्तो बनाइरहेको हुन्छ कि हेर्नुहोस् न यता माथि चाहिँ ट्याक्क यहाँ चाहिँ त्यो झिरमा उनेर चाहिँ यसरी राख्ने गर्छन् है यस्तो छ यहाँ तल चाहिँ आगो अहिले म चाहिँ अहिले यहीँ छु मामा भएको छु अहिले हामी साँझको समय छ खाना बनाउँदैछु मामाले खाना बनाउँदै हुनुहुन्छ अनि चाहिँ मैले हेल्प गरिदिन्छु भनेको मामाले चाहिँ पर्दैन भन्नुभयो है अनि अर्को कुरा चाहिँ यो इभिनिङको समयमा हल्का चिसो पनि बढेको छ अनि चिसो पनि भइरहेको छ अब चिसो त कसरी नगर्नु 1600 फिट उचाइमा छ यो याङ्जाकोट चाहिँ अनि त्यो उचाइमा चाहिँ म अहिले छु अनि यहाँ चाहिँ गरम हुने छैन तर मामाले चाहिँ यसरी
त्यो फुलकोपी ल्याउनु भएको रहेछ फुलकोपी काट्दै हुनुहुन्छ कि अहिले अनि प्याज र टमाटर चाहिँ म काटिदिन्छु प्याज र टमाटर म चाहिँ ह्याप्पी हुनुहुन्छ कि मामा चाहिँ खुसी हुनुहुन्छ कि आज चाहिँ बिचरा एक्लै हुनुहुन्थ्यो अस्तिदेखि एक हप्तादेखि आमाहरू पनि उता सिलगढीतिर जानुभएको छ अनि म आज आएको त मामा चाहिँ एकदम खुसी हुनुभएको छ ह्याप्पी हुनुभएको छ अनि मामा भान्जा मिलेर चाहिँ अब तरकारी बनाउनु लाग्यो तपाईँको गाउँतिर चाहिँ आगोमा चाहिँ खाना बनाउनु भएको छ कपी गर्नु चाहिँ म चाहिँ खाना चाहिँ बनाएको भएको मलाई पनि कम्प्लेन नमाग्नु है म खाना बनाउनु चाहिँ आउँछ मामालाई चाहिँ काट्नु ल यसो गर्नु थाहा भएन ल है लोकल अर्ग्यानिक पार्दैछ गाउँतिर गाइस गाउँघरको भैँसीको लोकल दुध मामाले दुहेर ल्याइसक्नु भएको छ हेर्नुहोस् वा हेर्नुहोस् त वा यस्तो दामी छ अब चाहिँ हामी चाहिँ खाना खान लागेको मामा र भान्जा चाहिँ यहाँ खाना चाहिँ रेडी भइसकेको छ यहाँ चाहिँ भात छ यहाँ चाहिँ काउली हो अनि त्यो मैले देखाएको थिएँ नि तपाईँलाई त्यो निउरो भएको अनि दाल यहाँ छँदैछ अनि यहाँ चाहिँ मही हेर्नुहोस् है मही पनि छ मामाले हालिदिनु भएको छ अब चाहिँ खानेछौँ हामी मामा भान्जा चाहिँ खानेछौँ यहाँ पनि खाइयो एकदमै राम्रो भयो आजको दिन अनि तलदेखि यहाँ अनि मामाहरूसँग मिठो भेटघाट बातचित अनि सँगै मिलेर काम गर्दाखेरि एकदमै इन्जोय भयो आजको भिडियोलाई चाहिँ यही अन्त गर्न चाहन्छु आई होप तपाईँलाई यो भिडियो चाहिँ मन परेको छ भने मैले विश्वास गरेको छु यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सेयर एन्ड सब्सक्राइब गरिदिनु भन्न चाहन्छु थ्याङ्क यू सो मच